ला भक्ते पानी खा अनि तँ त कहाँ पो थिइस् भनेको थियौ नि थिए अब त बेङ्गलोर कता गएको छ भनेको थियौ निकै वर्ष हराइस् त हौ त उया मेस्सीको गाउँ गएको थियो ब्राजिल पापा मेस्सीको उसका ब्राजिल एकछिन पारी गएर आउँछु ल म पारी गएर आउँछु सानो काम पर्यो ए ल ल ल उठाइदे गएर ल यो मेरो कान्छा छोरा अन्त बाउ हेर्न अन्त सानोमा बिहा गर्नु चाहिँ अलिक फाइदा रहेछ हौ छोरा र बाउ एउटै उमा दाजुभाइ देख्छ हो पापा म पर गइकन साथीकोमा साथीले अघि बोलाउँदै थियो कि एकछिन भेट्न आइज न जा छिटो जा गइकन आउँछु ल आज त्यो काम चाहिँ गर्ने त्यहाँ हुन्छ गइकन आइकन गर्छु त्यहाँ बारीहरू अलिक उयो गर्नुपर्ने छ हुन्छ हुन्छ ए थाहा छ यो मेरो जेठा छोरा हो र अँ कतिजना दुईजना हो ठुल्ठुलो हो उयो दुईजना पनि छ नानी यता आइज आइज छिटो नानी यता आइज त नानीहरू यताउता यी मेरो यो सानो छोरा हो मेरो त दुईटा बुढी हो नि त यो चाहिँ कान्छीपट्टिको दुईजना यो जेठीपट्टिको हो जेठीले छोडेर गयो अहिले कान्छी चाहिँ यहाँ भाडा मल्दैछ हो यी आम्मामा यी छोरा छोरी म त नानीकै धनी धन सबै त धनी त भएन ऊ नानीको धनी चाहिँ जोड राख्छु टोपी झऱ्यो के भयो यसलाई चाहिँ फेरि अब त बेङ्गलोर कुदी बस्छस् गरम यस्तै छ अब के गर्ने लु जा नानीहरू त यता सेवारो गर्दै त काकालाई छिटो सेवारो 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 लु लु उता जा उता लु तिमीहरू पर जा नानी पर जा घाम छ भित्र कसलाई कल गरेको तैँले चाहिँ बेङ्गलोर नयाँ खाले फोन पनि ल्याएको थियो हेलो ए माइला त खाल्टा खन्दै गर्न साइट पाँच फुट 4 इन्ची खाल्टा खन्दै गर्न म बिख खाएर आइहाल्छु ल अनि के भयो फेरि खाल्टाहरू खन्नु बिकहरूको कुरा गर्छस् त के भयो म त मर्दिनु पर्यो साथी किन हौ मलाई बस्नु मन छ नि धरतीमा किन के हो अन्त के हो साथीको 4-4जना छोरा छोरी चिङ्नाहरू म चाहिँ राडा बान जस्तो हिँडी बस्नु उता ब्राजिल गएर अलिक केटी मिल्छ होला भने पुलित्तै पैसा पनि सुलित्तै आज उता ऋणमा परिराख्छु डलरको हिसाबमा मेरो पनि सपना थियो एउटा बुढी बिहा गरेर नानीहरूलाई एउटा हातमा सुताएर निप्पल खुवाउँदै सुताउने गर्ने गर्ने इच्छा पुरा हुँदैन त्यही भएर खाल्टा खनीमा आएको बिख खाएर जानु पर्यो म बिख खाने पैसा पनि छैन अब कुखुराको पित्ता खाएर मर्दिनु पर्यो मर्दिन्छ पित्तले मर्छ मान्छे